What's up everybody? के छ हल्लीचल्ली ल अब चाहिँ म श्रीमतीज्यूलाई लिनलाई एयरपोर्ट जाँदैछु। गाडी पर्खिदियो, गाडी आउँछ अनि ट्याक्क चढेर जाने हो। गाह्रो भइरह होला ह्याङमा के छ। ओके एयरपोर्ट आइहाले। डिपार्चर यहीँबाट होइन आउने। अब बुके बुके किनिदिउँ नि त बुके बुके बुके। सो डिपार्चर एराइभलमा जानु पर्यो तलतिर। 2 वर्ष हुनाले यता कसौ ग्यास फाल्दै हिँड्नु मजै हुन्छ। ट्याँड्याउ 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 ट्याँड्याउ। Wow! Wow, so beautiful. सुरुमा यहाँ आउँदा त राम्रो राति आइपुगेको। मार्तो मामा चाहिँ मार्तो यताबाट हो। अनि हामी छिरौँ न त होइन त। ल बुके चाहिँ यस्तै रहेछ। ओके मैले यो कमलाको लिएँ लाइक दिस। केही छैन रोज सोज। यो के कुन फुल हो थाहा छैन। 10 युरो अरे। नमस्कार भाउजू नमस्कार। जम 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 अगाडि अगाडि जम। आइपुगेको छ माल्टा। माल्टामा ल अब चल्यौँ। ल साथीहरू म त गाउँबाट पिताजी र माताजीले बनाएर पठाइदिनु भएको सुकुटी मस्त भुटेर भुजासँग अलिकति पारुवाङ टी खाँदैछु है। अनि मोमो भरे खाने भन्ने हाम्रो कुरा छ। खेलाउँदै हुनुहुन्छ ड्यान ट्याडान। ह्याप्पी असार 15 सबैजनालाई। हाम्रो चाहिँ दही र स्याउ। ह्याप्पी असार 15। यस्तै चलिरहेछ अहिले बज्यो घडीमा 6:11। बुहारी पनि
हाम्रो असार 15 चाहिँ यस्तै छ। हामीले पनि मनायौँ असार 15। बाबा बिहानै दही र स्याउ खाएर। यहाँ हुनुहुन्छ शिवकुमार एन्ड शिवकुमारी। शिवकुमार एन्ड शिवकुमारी भनेको भुल्नमा यहाँ हुनुहुन्छ। म यहाँ छु। हाम्रो मोमोको तयारी यस्तो हुँदैछ। म भाँडाकुँडा धोएर सुकाइएको छ। आज मलाई रातभरि निद्रा लाग्दैन। यत्रो दिन भयो कसरी जानु बोर्डिङ भन्दै थियो। मुला तँलाई चाहिँ नि तँलाई स्कुल जानु चाहिँ नि तँ ढिङ्डिरी तँलाई त हेर्दैछु छोरा त्यहाँ भिडियो त्यो कुटा खान्छ स्कुल राम्रो जानु पर्दैन पढ्नुपर्छ पछि ठुलो मान्छे बन्नुपर्छ पढेर ज्ञानी हुनुपर्छ ज्ञानी मतलब त्योवाला ज्ञानी नलेजवालाको ज्ञानी डाका ल पढ पढ मजाले है राम्रै लाग्छ मलाई चाहिँ चखनी यो चाहिँ हाम्रो हल्का यसो बुढोबुढीको नुन चाहेको है साथीहरू नुन यहाँ त डिम्बुरी यो डिम्बुरी नपिसेको यो खाने डिम्बुरी मलाई चाहिँ खाने खालको पिरो भएर भएको छ तपाईँलाई चाहिँ मान्नु अब जिरे निकाल्दा जिरे आमालाई पठाउनु भएको जिरे अब्बर बुढा यहाँ हेर्नु त भनेर अकबिर देखायो है यति म घर आउनु सुनाएँ ए बुहारले उहाँ किनिसकेको रहेछ काठमाडौँमै अकबिरे भनेर भरे लास्टमा अहिले लु अकबिर ल्याउ नि त लगाउँ भनेर भनेको त लुगामा पिरो लाग्छ भनेर अरे ऊ चाहिँ छोडेर आएछ झन् यो आमाले बेलाबाट हालिदिनु भएको छ र जिरे आयो जिरे बेलटारको जिरे दामी छ बास्ना पनि दामी खै तातो मोमो ल्याउँ त अब चाखिहाल्यो अलि झ्याप्पै चाखौँ कि यसले चाहिँ बोसोवाला पाइँदैन क्या त्यो पछि दियो हिजो भर्खर झ्याप्प किनेर ल्याएको यो पकाउने भाँडो पनि भाँडी पनि किनेर ल्याऊ है भनेको भोलि बादले बितायो ल अब चाहिँ हामी खान्छौँ है तपाईँहरूलाई यति नै अब हामी सबै ल उसको घुमाइ कहाँ आयौँ अरे कति दिन गार्डन अरे चाइनिज गार्डन माल्टा करेन्टली अन्डर मेन्टेनेन्समा छ अरे फाउन्टेन म उतानेर गएर ओम गरेर बसेको थिएँ पार्टी उता खोइ भेन्डिङ मेसिन चाहिँ ए उता हो थिचौँ न त यहाँ के भन्नु चाहनुहुन्छ तपाईँ के पनि भन्नु चाहदिनँ म योभन्दा लुम्बिनी राम्रो छ हाम्रो नेपालमा त्यही भन्न चाहन्छु त्यति नै हो ल त साथीहरू हामी आउँदाखेरि त यहाँ हरियो हरियो थियो आज त साथीहरू सुक्खा न सुक्खा
सुक्खा न सुक्खा यहाँभित्रको ऊ पनि मरिसक्यो होला के अरे कछुवा कछुवा यतापट्टि पनि रहेछ यतापट्टि के रहेछ यतापट्टि गएको किन हामी धन्न यो के अरे कान्छी फुलको दाना चाहिँ मर्दैन र डर्टी यो अब पानी नखेलेर क्या धन्न कछुवा हाँस्दै रहेछ कछुवा त कति छ कति छ नि अक्सिजन कम भएको हेर यो पानी उ भएर ओ माई गॉड साथीहरू एक्सपेक्टेसन भर्सेस रियालिटी जस्तो भएको छ आज हाम्रो चाइनिज गार्डनको घुमाइ न चुमाइ चुमाइ हो यस्तो ट्राइपोड भनेको मैले यस्तो ए राम्रो यता हुँदै रहेछ अनि त्यो त उ गरेर फोल्ड गरेर हाल्ने हो नि त ल हामी उता बसेर चाउचाउ खाएको थियौँ त्यतिखेर ओ कहाँ खोइ ल चेयर्स 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 खोइ त हेलो म्याडम भोक लाग्यो होला भाइलाई भनेर अनि साथै छोडिदिएको हुन्छ नि एकछिन त्यो चप्पल त चिप्लिन्छ नि cheers 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 to Malta Mama in the house with coke नेपालमा खायो भाइ भाइ यी खाऊँ ल 5 hours later. बस thank you very much नमस्ते स्वागत छ तपाईहरुलाई आजको हाम्रो खानपिनको भिडियोमा धेरै पछि हामी सँगै साथमा आएका छौं बिएन ब्लग्स फ्यामिली सो आजको हाम्रो भेराइटी चाहिँ मै भन्छु ल आज म भन्दिन ल भन्न साग छ सागमा चाहिँ चाइनिज साग अनि यो चाहिँ के अरे बन्दा मिक्स छ अन्डा भयो चटनी अनि यो चाहिँ च्याउ अनि हामीसँग सुत्ताल अब लाएर खानुपर्छ कम कि कम है सुरु गरौँ खाए ल तपाईँहरू पनि खानुभयो होला खानुभएको छैन भने चाहिँ मिठो पकाएको छ थोक्नेले बस्नु ल ओ सेट साथीहरू ट्राइपोड नभएर कि एप्स भएर छ मेन कुरो अनि माइक पनि लाउनु बिर्सेछ आज त ब्र्याक एक्स ह्यापेन समटाइम्स त्यस्तै हुन्छ यो चाहिँ 2-4 दिनकै भ्लग एकैचोटि आउँछ अलि छिटेको छ कुल्जा भन्दा सुपर सुपर आलु हाल्यो भने लाटाको जान्छ त यो तपाईँले निमेर खानु मासु त कम होला
चाउमिन खाने भन्दा भन्दै पाँच रुपियाँलाई पनि पकाएर खायो त दिनु सबै उठाएर यता दबाई नै यो रुममा बसेको पनि 1.5 वर्ष भयो अबको अर्को हप्तातिर यो रुमलाई बिदा गरेर अर्को रुमतिर जोइन हुनुपर्ने अवस्था हुन्छ मिठो कुरो त अहिले पनि चिक्क खानुपर्छ तपाईँ त्यति खानुहुन्छ अन्डा चाहिँ खायो दुईवटा अन्डा तिम्रो मेरो लागि हो क्या कसलाई लाग्दैन अहिले सोम्जीले कि यताले उसिनेर राखिदिनु भयो किनभने यसरी गरेन भने त्यो सुकुटीमा राखिँदैन क्या सुकुटीमा राखेको नि हो अन्त सुकुटीमा त मैले राखेको नि राख्न आउन भएर कसको कसले सुकुटीमा राखेको बोल्नु त त उसिनेर राख्नुपर्छ भाइहरूको त होइन नि होइन त्यत्रो भइसक्यो उसिनेर राख्नुपर्छ अहिले बडीकोम राखेर चाहिँ क्या सिसाको होइन हो त्यस्तोमा अनि मैले जो त्यो अचार बनाउन चाहिएको नि त मलाई सुकुटीमै हालिदिएको क्या मैले सिम्बु चाहिँ मैले अहिले भेटाएको थिएँ मेरो अचारमा छैन भनेको तिम्रो फ्लेभर हालिदिन्छ कति हाल्यो थोरै हाल्यो क्या सत्रमा हालेको ए यत्रोमा यहाँ अहिले सिँगै टोक्यो एउटा मैले 6 वटा हालेर हुन्छ नि त्यसले मैले पनि गरेन होला क्या अहिले त मासु हुँदा पनि मिठो भयो त है दामी भयो के कति खानुहुन्छ ओके गाइस सर्ट एन्ड स्विट टाढा खाइयो थप्नु चाहिँ मन थियो तर किन नथपेको भने यहाँ भुँडी चाहिँ यत्रो भइसक्यो क्या यहाँ खानु मन लागिरहेछ भुँडी यत्रो भइसक्यो त्यही भएर द्याट्स इट फर टुडे तपाईँहरूले हेरेर मनोरञ्जन लिने भयो होला अब पछाडि पछि अब युट्युबले होइन एआई यस्तो अपडेट गरोस् कि यहाँ खाएको खानेकुराको तपाईँहरूलाई नाकमा बास्न जाओस् जिब्रोमा स्वाद आओस्
अनि थाहा हुन्छ मिठो देख्दैन। मैले भन्दाखेरि यसले नाटक गरेर टाइप्सको लाग्दो होला, होइन, मिठो थियो। सो यति भन्दै हामी यस भिडियोबाट र आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। फेरि पनि भेट्ने अठोट बाचाका साथ हामी बिएन ब्लग्स बेलडारको नेप्सु उर्मिला राई अनि म नेप्सु आङ राई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, बाई बाई।